केमिकल बोन्डिङ रासायनिक बोन्ड भनेको चाहिँ हामीले यसलाई सिम्पली के भन्छौँ भन्दाखेरि द फोर्स अफ एट्र्याक्सन that holds atoms together to form a molecules or radical. यो molecule तत्वका परमाणुहरू आपसमा मिलेर रेडिकल वा अणुहरू भन्दा उत्पन्न आपसी बललाई बोन्ड हो। यो रासायनिक बोन्डलाई हामीले अलिकति यो तरिकाले हेर्दैछौँ। यो रासायनिक बोन्डको चाहिँ अलिकति हामीले कसरी सजिलोसँग बुझ्न सक्छौँ भनेर चाहिँ थोरै कम्पेयर गर्न सक्छौँ। यो ब्रह्माण्ड भनेको चाहिँ विश्व मानव समुदायसँग चाहिँ ब्रह्माण्डको कुरालाई तपाईँ जोड्नुभयो भने त्योभन्दा सानो चाहिँ समुदाय यो चाहिँ राज्यभित्रको कुरा हुनसक्छ। अनि समाज भनेको यो लेभलबाट चाहिँ जान सक्छ। यो भनेको चाहिँ योभन्दा सानो चाहिँ परिवार हुन्छ, परिवारभन्दा सानो व्यक्ति हुन्छ। यो तत्त्वलाई व्यक्तिसँग र यौगिकलाई परिवारसँग, मिश्रणलाई समाजसँग, पदार्थ र ऊर्जा त यो लेभलमा पनि आउँछ। तत्त्वहरू मिलेर यौगिकहरू भन्दाखेरि त्यहाँ चाहिँ मास इनर्जी कन्भर्सनका कुराहरू त्यहाँ चलि नै राख्ने कुरा हो। तर पनि हामीले चाहिँ यो इक्विभ्यालेन्ट बनायौँ भने, उस्तै ठान्यौँ भने अब रासायनिक बोन्डलाई अलिकति व्यवहारिक ढङ्गले पनि बुझ्नलाई सजिलो हुन्छ। त्यो ढङ्गले पनि हामीले कम्पेयर गर्दाखेरि, तुलना गर्दाखेरि अलिकति सजिलो हुने अनुमान छ। यो खास गरी 9-10 कक्षाको लागि सामान्यतया केमिकल बोन्ड, अरू धेरै खालको बोन्डिङहरू पनि हुन्छ, मेटालिक बोन्ड हुन्छ, अरू चाहिँ प्रकारहरू अलि जटिल हिसाबले धेरै प्रकारहरूमा हामी जान सक्छौँ। तर सामान्यतया रासायनिक बोन्डलाई चाहिँ 3 प्रकारले हेर्छौँ। बेसिकल्ली केमिकल बोन्डिङ भनेर हामीले चाहिँ 3 प्रकार भनेका छौँ। 3 प्रकार मात्रै यहाँ मैले लेख्छु, यसको अलिकति व्याख्या पछाडि जोडौँला। यहाँ चाहिँ इलेक्ट्रोभ्यालेन्ट बोन्ड, इलेक्ट्रोभ्यालेन्ट बोन्डिङ, कोभ्यालेन्ट बोन्डिङ, यहाँ चाहिँ कोअर्डिनेट कोभ्यालेन्ट बोन्डिङ। यो 3 प्रकार भनिसकेपछि हामीले यो 3 प्रकारलाई अझ अलिकति सजिलो बनाउनलाई यहाँ मैले केमिकल बोन्डिङ फेरि पनि माथि अलिक सजिलो हुने राखेँ। यो एक छेउमा चाहिँ इलेक्ट्रोभ्यालेन्ट बोन्डिङ भनौँ हामीले। आयोनिक बोन्डिङ पनि भन्छ यसलाई हामी। आयोनिक बोन्डिङ बीचमा चाहिँ
कोअर्डिनेट कोभ्यालेन्ट बोन्डिङ भन्यो। अर्को चाहिँ कोभ्यालेन्ट बोन्डिङ, कोभ्यालेन्ट बोन्डिङ। यो 3 प्रकारलाई हामीले कसरी पनि भन्न सक्छौँ भन्दाखेरि सम्बन्धको कुरा गर्दाखेरि, जस्तै यो आमा बुवा छोराछोरी बीचको सम्बन्धसँग तुलना गर्न सक्छौँ। यो भनेको गिभर, यो भनेको टेकर। गिभर टेकरहरू चाहिँ कुरा हुन्छ। जस्तै आमाबुवाले पनि अब चाहिँ छोराछोरीलाई एकदमै लगानी गरेको देखिन्छ। जन्मन बित्तिकै छोराछोरीहरू चाहिँ आमासँग गर्भाधार अवस्थादेखि नै अब खानाको लागि र अन्य सुविधाको लागि चाहिँ प्रत्यक्ष डिपेन्डेन्ट हुन्छ। अलि ठुलो हुँदै गएपछि पनि उनीहरू जबसम्म छोराछोरीको रूपमा रहन्छन् तबसम्म चाहिँ हरेक कुराहरू, सुविधाहरू, आर्थिक, माया ममता, स्नेह, खानेकुराहरू सबै चाहिँ आमा बुवाबाट प्राप्त गरिराखेका हुन्छन्। भनेको आमा बुवाको मुख्य भूमिका दिने र लिने छोराछोरी भनेको लिनेकै लागि हो भनेर हुन्छ। यद्यपि आमा बुवाहरूको चाहिँ आफ्नो भूमिका पछि पनि आफ्नो चाहिँ सन्तानलाई चाहिँ सम्पत्ति, चल अचल सम्पत्ति हस्तान्तरण गर्ने दिने प्रचलन हाम्रो समाजमा छ। भनेको आमा बुवा भनेको दिनेकै लागि र छोराछोरी भनेको लिनेकै लागि। यी छोराछोरी पनि फेरि आमा बुवाको भूमिकामा जाँदाखेरि अब उनीहरूले पनि दिन सुरु गर्ने तरिकाले बुझ्दाखेरि दिने र लिने, धातु अधातु, त्यो तरिकाले हामीले बुझ्यौँ भने धातु र अधातु बिचका तत्त्वहरूका परमाणुहरू बिचको संयोजन हुँदाखेरि चाहिँ यो खालले यो बोन्डिङ भएको जस्तो देखिन्छ। आयनिक बोन्डिङ पनि भएको हो, त्यही भएर आयनिक बोन्डिङ हुन्छ हामी। अब यता कोअर्डिनेट कोभ्यालेन्ट बोन्डिङ भनेको यो दुईटैको बिचमा छ। यता सुरुमा अब हामी यता चाहिँ कोभ्यालेन्ट बोन्डिङतिर जाँदाखेरि कोभ्यालेन्ट भनेको चाहिँ को भनेको बराबर, भ्यालेन्ट भनेको भ्यालेन्सी, संयोज्यता क्षमता बराबर भएको आधारमा चाहिँ कोभ्यालेन्ट बोन्डिङ हुन्छ। यो साथी साथी बिचको सम्बन्ध भने पनि हामीले बुझ्छौँ यसलाई। यिनीहरूको बराबरी सम्बन्ध हुन्छ। यो एकजना साथीले अर्कोजना साथीले हात मिलायो र तिमी पनि बराबर म पनि बराबर भनेर सम्बन्ध चाहिँ त्यो साथी साथीको जस्तो भयो भने त्यहाँ चाहिँ हामीले चाहिँ कोभ्यालेन्ट बोन्डिङ भन्छौँ। जस्तै H2मा पनि यी दुईटा हाइड्रोजन परमाणु बिचमा बराबरीको सम्बन्ध हुन्छ। कोभ्यालेन्ट बोन्डिङ नै यसमा छ, यो मोलिकुलमा पनि। प्रयासो तत्त्वका सबै मोलिकुलहरूमा चाहिँ कोभ्यालेन्ट बोन्डिङ हुन्छ। तर यौगिकहरू कस्तो खालको छ भन्ने आधारमा हामीले बोन्डिङ भन्न सक्छौँ, कुन बोन्डिङ छ भनेर भन्न सक्छौँ। आयनिक पनि हुनसक्छ, धातु अधातु छ भने आयनिक बोन्ड हुन्छ, बोन्डिङ हुन्छ भने अधातु अधातु छ भने प्रयासो चाहिँ कोभ्यालेन्ट बोन्डिङ हुन्छ। यो हिसाबले जस्तै NaCl भयो, NaClमा चाहिँ यो धातु, यो चाहिँ अधातु भागले, यो दिने इलेक्ट्रोन गिभर इलेक्ट्रोन टेकर भागले यहाँ चाहिँ यो चाहिँ आयनिक बोन्डिङ हो। यद्यपि यहाँ चाहिँ हामी H2O भन्छौँ। यहाँ दुईवटा हाइड्रोजन परमाणु र अक्सिजन परमाणु बिचमा चाहिँ खास लिने दिने भन्दा पनि यहाँ चाहिँ हाइड्रोजनले त्यो बराबरीको सम्बन्ध राख्ने भएको हुनाले यो बिचको सम्बन्धलाई हामीले चाहिँ कोभ्यालेन्ट बोन्डिङ भन्छौँ। यसरी यो चाहिँ के छ त भन्दाखेरि कोभ्यालेन्ट बोन्डिङ भन्नुको अर्थ चाहिँ बराबरीको सम्बन्ध राख्ने, साथी साथीको सम्बन्ध भनेर हामीले यसलाई अलिकति सहिलो ढङ्गले बुझ्न सक्छौँ। र कोअर्डिनेट कोभ्यालेन्ट बोन्ड भनेको चाहिँ यसलाई हामीले ऋणी धनीको बिचको सम्बन्ध जस्तो बुझ्छौँ। ऋणी भनेको ऋणीले पनि पुरै दिने, एकैचोटि एकमुष्ट दिने होइन, धनीले पनि चाहिँ धनी ऋणी भनौँ। यसलाई चाहिँ खास गरी आउँछ सुरुमा धनी त्यसपछि ऋणी, किनभने दिने। यो इलेक्ट्रोन पेयर गिभर भन्छौँ हामी, इलेक्ट्रोन पेयर गिभर, डोनर। यो ऋणीलाई चाहिँ इलेक्ट्रोन पेयर एसेप्टर भनेको छौँ। जस्तै NH4+ हेर्दाखेरि यसमा चाहिँ
यो NH4+ मा के छ भन्दाखेरि नाइट्रोजन सुरुमा 3वटा हाइड्रोजनसँग कम्बिनेसन हुँदाखेरि यो NH3 हुँदाखेरि चाहिँ यो नाइट्रोजनको बाहिरी सेलमा भएको 5वटा हो। 5वटा मध्ये 2टा चाहिँ अनपेयर भयो, बचेको इलेक्ट्रोन अनपेयर इलेक्ट्रोन, अरू चाहिँ बोन्डिङ इलेक्ट्रोनहरू यसमा हाइड्रोजनसँग बोन्डिङ भएर बसेको छ। यसरी अनपेयर इलेक्ट्रोन यसले एकमुष्ट आखिर यसलाई चाहिँ पुरै टोटल्ली यसले चाहिँ दिने हो भने त यसको पनि आफ्नो चाहिँ आउटपुट पुरा हुन सक्दैन, यो सेटिस्फ्याक्सनमा लगाउन सक्दैन। तर यो H+ बिना इलेक्ट्रोनको हाइड्रोजन अथवा प्रोटोन यो आएर छेउमा बस्दाखेरि यसलाई खासै असर पर्दैन। यो चाहिँ यो पेयरलाई लगानी गर्न सक्छ। एकलौटी one way sharing a pair of electron by NH3 to form NH4+। अब यसमा चाहिँ यो नाइट्रोजन अथवा यो NH3 को एकलौटी लगानी भयो यसको लागि। त्यो भएर यहाँ चाहिँ यो बनाउन त लास्टमा चाहिँ कोभ्यालेन्ट बोन्ड नै भयो, कोभ्यालेन्ट बोन्ड भयो, तर one way sharing भएको हुनाले, यो इक्वल सेयरिङ नभएको हुनाले यसलाई हामीले कोअर्डिनेट भन्यौँ। कोअर्डिनेट भनेको मिलाइएको, तजबिज गरिएको भन्ने अर्थले कोअर्डिनेट कोभ्यालेन्ट बोन्डिङ भनेर यसलाई बुझ्नुपर्छ। अब बराबरीको सम्बन्ध कोभ्यालेन्ट हो। लिने दिने सम्बन्ध इलेक्ट्रोन डोनर एन्ड टेकरको बिचको सम्बन्ध, हामीले एक्सेप्टरको बिचको सम्बन्धलाई आयोनिक भन्यौँ। यो 3 खालको सम्बन्ध स्थापित भएर चाहिँ यो खालको कम्पाउन्डहरू भइराखेको हुन्छ अथवा एलिमेन्टकै पनि मोलिकुलहरू एक्जिस्ट भइराखेको हुन्छ। योलाई हामीले यसरी रासायनिक प्रतिक्रियामा बोन्डिङको प्रक्रियाबाटै यो संगठन विघटन, कम्बिनेसन, डिकम्पोजिसन, डिस्प्लेसमेन्ट भइराख्दाखेरि पनि त्यहाँ कहीँ न कहीँ यिनी खालको बोन्डिङबाटै मोलिकुलहरू एक्जिस्ट भइराखेको हुन्छ।